वेलकम ब्याक टु माई न्यू भिडियो त्यो सबैजनालाई वेलकम छ आजको मेरो न्यू भिडियो र आज हामी जाँदैछौँ बाटो बन्दीपुर अनि बन्दीपुर जानको लागि साथीरा चाहिँ मेरो केटाहरू पट्टेरी भान्जो हेर्दै हुनु अनि यता हाम्रो विजय सर अनि अनि हाम्रो यो देख्न सक्नुहुन्छ हाम्रो गाउँ जाने बाटो ढक्क हैन बन्दीपुर जाने बाटो अनि आज सोनी भन्दो रहेछ यार जहिले पनि नभन्नु पर्यो भन्छु अनि आज चाहिँ हाम्रो विदाई कार्यक्रम छ अरे अनि फेब्रुअरी अनि 500 रुपैयाँ अस्ति लगेर ठिकाना के अरे अस्ति त 11 लाई आउँदाखेरि दिएको 500 ठिकाना जाने अनि हामी 500 रुपैयाँ असुल गर्नलाई जाँदैछौँ 2-4 पिस हेर न यहाँ 10 बजेको हैन पुग्दाखेरि 11-12 बज्छ खानु चाहिँ त्यो अरुको त्यो राखेको साइड घर नि त खानेकुरामा केही डिसै हुँदैन त्यही पुलो मलाई पैसा चाहियो त्यही हो पैसा चाहियो पुलो खादिन्छ मलाई पैसा चाहियो बरु के भार आउँछ कि पैसा चाहियो र अनि हाम्रो अस्ति टुर गएको पैसा पनि आदि कति छ अरे दिने चाहिँ भन्छ तर दिँदैन तर आज हामीले माग्नु पर्ने हुन्छ किनकि त्यहाँ 4-5 मात्रै होइन 1000 पनि क्रस हुन सक्छ आउने हाम्रो त्यही भएर हामी आयो भने त्यही हो यस्तो छ त्यो टेक्निकलको आइसक्यो कि 500 रुपैयाँ पाइसक्यो अरे थोरै आयो छिटो आयो हैन अब हाम्रो त अलिकति धेरै आउँछ ढिलो आयो कडा आयो भन्छ नि त्यो हो क्या हाम्रो 50 रुपैयाँ 100 रुपैयाँ दिएर टार्दिन्छ मेरो सो हैन हाम्रो चाहिँ आज चाहिँ फाइनली 12 लाई बिदाई गरिँदैछ अनि हामी जाँदैछौँ र 11 गतेदेखि हाम्रो गाडगुलेती हुन्छ त्यो क्या के गर्नु दोस्त अब भरे स्कुलमा अबिर अब त्यो 2 रुपैयाँको माला लगाइदिन्छ खदा लगाइन्छ हैन अनि ठक्का फुल लगाइदिँदैन नि त अघि मैले भने नि टक्क त्यसले घरबाट फुल चलाएर गएको भट्टिका लगाइसकेर ठिक्क हुन्छ नि त म धेरै अगाडि सोच्छु क्या त्यही हो अनि बन्दीपुर जाउला बाटो जाउला क्यामेराले ब्लकै हानुला त्यही हो हाम्रो गाउँ जाने बाटो चाहिँ यही हो मैले देखाइरहेको हुन्छु अरू बेला त्यो अरू बेलाको भन्दा आज चाहिँ धेरै डिफ्रेन्स छ क्या किनकि अरू बेला भन्दा चाहिँ यता पत्ता हुँदैन थियो आज चाहिँ यस्तो हरियाली आम्माम चट्ट चप्प सुफक भएको छ त्यही हो अब चाहिँ हामी चाहिँ अलिक तलतिर गएर भेटौँ है होइन यहाँ होइन अब यहाँदेखि यही बाटोको भने बन्दीपुर होइन यो बाटो गयो भने फेरि खलान्दीपुर पुग्छ होइन खलान्दीपुर यहाँ पर छ नि त सुनामी चोक हो दोस्त बिर्सेको राखिदिएको नाम यहाँ हो सुनामी चोक ए 4 गौडा बाटो 3 गौडा बाटो छ नि ट्रायंगल हैन त कस्तो ट्रायंगल म त यताबाट अब यताबाट आउँदा पनि यो बाटो आउँदैन यो बाटो हो माngsो बाइक जाने फटेर भए पनि होइन लगिदिनु अस्ति यो त झन्डै लडे फर्स्टबाट अपलोड हुँदो रहेछ हिजो यसरी नै कराउँदै बस्नु भनेर तर हामी करायौँ 2 दिन जस्तो तारी गरेर दाउरा काटेको जस्तो ड्याङ हान्दिएको नि त पाँच तर मैले क्या अब 1-2 वर्ष जस्तै भयो होला दोस्त हामीले मतलब कन्भर्स नलागेको आज चाहिँ मैले कन्भर्स लगाएर हिँडेको छु यो यहाँ यो फल भनेको एकदम मिठो हुन्छ है तर हाम्रो लागि होइन हलेसोको लागि हो भिटामिन जेड कम्प्युटर फोड्लिएर तर हामीले खायौँ भने चाहिँ माछा तिनीहरू चाट ओपर चाट हान्छ हामी त फेरि माछालाई फेरि यसको बिचमा चाट हान्छ नि आँखा पोलेर भत अनि हामीले टिप्नुपर्छ अनि हस्पिटल लानुपर्छ तातो तेलमा होइन सर्जरी गरिन्छ अनि खाइन्छ क्या अब यो हेर यो मैले यहाँ फालिरहेको छु होइन अर्को भिडियो बनाउँदाखेरि यो अर्को पालि पलाउँछ यो ज्वरो लागिरहेको हुन्छ त्यही अब हामीले चाहिँ तल्लो नर्सरी पुगेर चाहिँ हामी होइन आएर पुलबाट चढेको ल
त्यही हो अरू बेला चाहिँ मैले यो पुल बनाउँदैछ 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 भने चाहिँ नि यो चाहिँ बनाइ चाहिँ सक्यो अब जस्तै अब यहाँ टक्क अलिकति यो गर्नु मात्रै बाँकी छ अनि हामी चाहिँ पुलमाथि छौँ केटाहरू त्यहाँ छ होइन फोटोसुट हुँदैछ अब हाम्रो यो पुलको लागि यो अब एक लट यो ढलाइ गर्नुपर्छ होइन अरू सब भइसकेको छ अनि अहिले चाहिँ यताबाट गाडी चल्छ यो पनि यसरी सडक्क यहाँ तल अहिले मेन कस्तो ब्लाउर आउँछ हौ यहाँ तल हो मेन अहिले तल छ जङ्गलमा त्यो पछि यो हो मेन रोड हुने र अनि हाम्रो गाउँ चाहिँ गाउँ जस्तो देखिँदैन क्या पुरै जङ्गल जस्तो देखिन्छ तर गाउँ बस्ती छ त्यहाँ माथि यता है यो साइड छ है हाम्रो चाहिँ गाउँ म यहाँ परदेखि देखाउँछु अनि यस्तो छ हाम्रो यता यो चाहिँ टाइगर रिभर बाघखोला अनि यतातिर चाहिँ पहिले ढुङ्गाहरू टिप्थ्यो अहिले टिप्दैन बन्द गरेको छ अनि हाम्रो नर्सरी चाहिँ यता छ अनि झगसँग अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ अरे हो फोटोसुट अरे फोटोसुट खिच्दैछ हाम्रो केटाले अनि यता चाहिँ हाम्रो टिकटक बनाउँदैछ त्यहाँ अनि हाम्रो आदर्श स्कुल यता हाम्रो पूर्ण साथी अनि यता हाम्रो दिपसन हाम्रो आदर्श साथीहरू सबैले मेरो साथीलाई सपोर्ट गर्नु होला र सब्स्क्राइब गर्नु होला किनभने उसले मेहनत गरिरहेको छ तपाईँहरूले पनि यसो बुझेर गरिदिनुहोस् गर्नु भएन भने ध्यानमा हाल्नु ल आजको प्रोग्राम पनि डढेको मासु खाएर नै गयो अब केटाहरू यता केटा मासु कस्तो लाग्यो तिमीहरूलाई नुन नलागेको एकदम डढेको यार म सिकाइदिन्छु यार बरु धुवा हल्का गनाइरहेको थियो हैन किन अब तर आज यो मान्छेहरूलाई मैले नचिनेको क्या अघि अलिक खै मजाले हेर न ल दोस्त कस्तो लाग्यो मासु मैले अहिले यस्तो भिडियोहरू टिकटकमा लाउनु छोडिसकेँ त अनि हाम्रो चाहिँ प्रोग्राम त्यहाँ माथि भएर छ अस्ति देख्दा चुडे जस्तो अहिले त मुक्ता भयो कपाल सेतो म त लौड पास फेरि बस्दा म कस्तो हाकिदिन्छु ल जाउँ हामी अब लाग्नुपर्ने हुन्छ ल गाइस सबैजना लाइक सब्स्क्राइब गरिदिनु होला ल अब चाहिँ हामी घर चलेको डढेको मासु खाइयो चलेको तर हाम्रो अहिले चाहिँ कस्तो दामी देखिन्छ है कस्तोसँगले ब्लाउर आउँछ क्या मैले खाता खाएर भरे बाटोमा दोस्रो ट्रेन्डिङमा चलेको यो अहिले नै होला होइन स्कुल हेर्ने भनेको अनि एडमिट कार्ड झिक्दाखेरि होला होइन ल ठिक छ थाहा भएन कहिले तपाईँ त्यतै सिसी क्यामेरै मात्रै छ छाडा ए भैयाजी भन्नु के ट्याक्कै मतो दामी भन्यो त यता हेर्दै सडक यताको नि हेर्दै
कहाँ छ त्यो? अनि त्यो त मरौला त भोगोले पिलित्ते। ल ल ल भाइ है ल मिलेन भने लैजाऊ आयो कबड्डी वाला। कति रुपियाँ केजी हो कपी चाहिँ? बालपन यत्रो यस्तो 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 है यहाँ चल्दैछ भाँडाकुटी। ढले 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 ओइ हाम्रो स्कुलको एरिया चाहिँ ठुलो छ क्या, बब्बाल ठुलो छ। यहाँ यो सुनसरी भरिकोमा सबैभन्दा ठुलो स्कुल यही होला नि। अनि ठुलो उयो पनि यहाँ छ, यहाँ छ। अनि पर यो पनि होइन भाइ, के पो बस स्ट्यान्ड पनि त्यहाँ छ। के होइन। अनि एकजना छ जक्सन अरे। किन गिरी लाग्यो? हेर न केटा हो यहाँ। यो पो भइदिइरहेको रहेछ। ल हामी चाहिँ घर लाग्दैको। अनि हामी यहाँ आएको हाइवेको छिमेकी रोड जाँदैछौँ। अनि हाम्रो गाउँ चाहिँ माथि क्या राम राम, त्यहाँ माथिदेखि हामी डढेको माछा खान आएको। हामी डढेको माछा खान आएको कहाँ? त्यो डाँडादेखि हेर्दा पनि उदेकै लाग्छ नि। अनि यता हाम्रो विजय छ रगो जङ्गलले। अनि यता हाम्रो हाटखोला, यहीँ यो बजार लाग्ने हाम्रो बिहिबारे बजार। अनि ल जाओस् न त किन पलाम हिँड्दैन। कोही मान्छेको त म त आँखै देख्दिनँ त हौ। हेर्न ए आज शुक्रबार हो। यो तोरीबारी हुँदाखेरि त्यो चाहिँ खतरा देखिन्छ क्या। माथि छ कुण्ड। ए कता हो? यता पो रहेछ कुण्ड त। माथि छ। यो चाहिँ प्याराग्लाइडिङ थियो बनाएको, हामीले नि हो बनाएको। ए रनमत्तिका नचल न यो हो। अनि टक्क यस्तो गरेर हेर्दाखेरि उदेक लाग्दो ठाउँ छ। अनि यहाँ छ हाम्रो कुण्डको भाइ। ए कहाँ पो तिम्रो? चौरा दिप्सन भाइ यहाँ छ। के अरे भाइ त्यो धेरै सार्कीहरू पाउँछ? त्यही हो हाम्रो बिदाई कार्यक्रम भइसक्यो। अनि हामीले यहाँ टिका लगाएको थियौँ, मैले धुइसकेँ। अनि खदा पनि फ्याल्दै स्कुलतिरै छोडिदिएको छु भनेर भन्नु हुँदैन। हामीसँग चाहिँ होइन मान्छे एउटा अब होइन खडा त्यही हो है त। हामी माथि पुगेर हक्दै गरेको भिडियो देखाउने छु होइन होला। त्यही त मैले अघि किन तल नर्सिङ गएपछि भेट्छु भन्दाखेरि किन नदेखाएको, अहिले घर फर्किँदा किन देखाएको भन्दाखेरि चाहिँ नि हाम्रो नर्सरीको हालत अहिले चाहिँ यस्तो छ क्या। यस्तो रहेछ। यता हरियाली, यो खयर चाहिँ अलिक पलाएको छैन रहेछ। यो क्या यो। अनि यस्तो छ। अनि राम्रोसँगले देख्न सक्नुहुन्छ तपाईँहरूले भ्यू हाम्रो नर्सरीको भ्यू। यता हरियाली छ, उता फेरि सुकेको छ। भर्खर पानी परेको 2 दिन भयो नि त, लगातार 2 दिन भयो
परेको अनि हरियाली उठ्छ भर्खर भयो अब चाहिँ अन्तिम यो चाहिँ 29 गते होइन आज भोलि 30 त्यहाँदेखि चाहिँ अब पानी पर्दै पर्दै जान्छ ल अनि चाहिँ हरियाली देख्न सक्नुहुन्छ तपाईँहरूले 30 पछि 1 नयाँ वर्ष सोमबार पो रहेछ त नयाँ वर्ष नि त त्यही हो आज शनिबार शुक्रबार आइतबार सोमबार भोलि 30 भएपछि कि आइतबार हो 1 गते 28 गते आज ए 28 गते पर्ला त्यसपछि हाम्रो यो नर्सरी पनि देख्न सक्नुहुन्छ तपाईँहरूले हरि ल अनि हामी चाहिँ तिनजना अब उदेक के अरे उदेक विरक्त लागेर आयो अहिले किनकि मैले खाइदिएँ डढेको मासु भित्र किन के छ भनेर त्यही म नगएको क्या ए यहाँ मेरो लुक्स देखा नि अनि मैले यो फरारी लिएको थिएँ अनि नलगाएको कि नलगाएको अनि तल बुढीकोमा छोडेको थिएँ अनि म यति गएको थिएँ यो हाम्रो मनोकामना धरान नाङ्लो चोट छ नि यो यहाँ गएर खानु सक्नुहुन्छ यो चाहिँ नाङ्लो डिस? सेट हो डिसमा भन्छु नाङ्लोमा एक सेट हुन्छ होइन एउटा ब्रोइलर सुरु गरेको हुन्छ चिकुवा अनि त्यहाँ पुरी हुन्छ बिरयानी हुन्छ एउटा कोक अनि के अरे त्यो पकौडा हुन्छ अनि अन्डा अन्डा हुन्छ अनि अर्को त्यो हुन्छ नि त्यो क्या चिकन ललिपप हुन्छ के थियो मैले बिर्सेँ मैले नि बनाएको हो होइन मैले बिर्सेँ तर बब्बाल हुन्छ अलिक नमिठो भनेको चाहिँ त्यही हो यो ब्रोइलरको चिकुवा हुन्छ त्यो डल्लोबाट त्यो ठिक हुँदैन अमिलो अमिलो खालको हुन्छ नि तर राम्रो हुन्छ अरू अरू डिस चाहिँ मैले बनाए पनि खाएँ पनि रमाइलो पनि भयो त त्यही हो मेरो लुक्स देख्न सक्नुहुन्छ छप्री आफूले आफूलाई छप्री किनकि फरारी लगाएको छु फरारी लाग्छ त्यो चाहिँ मैले किनेको होइन केटाले दिएको किनेको 1 हप्तापछि त यस्तो क्या अब कति अरे 60मा खोइ कतिमा आउने भयो अरे क्या केटाहरूले किनेको यो 1200मा किनेको अरे ल ठिक छ त्यसले मलाई गिफ्ट दियो मैले लगाइदिएँ तिनीहरू नलाए नि नाङ्गै दिने किन नि त त्यही भएर छप्री भने पनि म छप्री नै हो त्यही हो अनि हामी चाहिँ छप्री ल के भन्दछौ हो ल ठिक छ ल अब चाहिँ एउटा छप्री चाहिँ अगाडि गइसक्यो टाउकोमा फेटा सेटा लगाएर माथि पुगिसक्यो त्यही हो फेरि हामी पनि आधी बाटोतिर भेटौँ है त ल दर्शकबिन तपाईँहरूले देख्नु सक्नुहुनेछ हाम्रो कटरीको बाटो जाने ए बन्दीपुर जाने बाटो फर्किने बाटो अनि यो बन्दीपुर जाने बाटोमा चाहिँ हामी 3 पिस यङ बोइज छौँ एउटा यही के हो म त हलिसो कराइदिन्छु सुनेको त होइन दोष म कराएको नमस्कार दर्शकबिनहरू आज हामीले डढेको ब्रोइलरको मासु खाएर आएको थियौँ अनि क्लास 11 को भाइ बहिनी कम्प्लिट आएको छ राम्रो भएन यो राम्रो भएन होइन किनकि हामीले पछाडि हामीले चाहिँ पुलाउ चाहिँ कतिखेर खायौँ भने चाहिँ सबै 11 कले नै खाइसकेको रहेछ क्या हामीलाई चाहिँ सोध्नु पर्ने हो पुनः मैले मागेर खाएको नि अनि पछाडि हाम्रो भ्लगर एउटा विपुल श्रेष्ठ कसैको भन अनि चाहिँ लदाई हामीले लिन्छौँ भने चाहिँ हामी तिनजनालाई बल्ल ल्याइदियो त्यो धुवाइसरीको मासु डढेको मिठो लागेन ठिक लागेन सो अनि हाम्रो मौरीलाई के भन्छ इङ्ग्लिसमा बी देख्नको लागि कता दोष कता पो हाम्रो बी हेर्नुको लागि आउनुहोस् जनता अनुभव के अरे के जनता जान्न चाहन्छ ए होइन गलत यहाँ आउँदो आउनुहोस् लु के गाह्रो छ त यहाँ अब मौरी खाने के
यही भित्र छ बी तर गङ्गुको जस्तो देखिरहेछ यार छैन गइसक्यो है चाट्दैन दोष गरेर यार दिनु अरे अनि यहीँ छ अझै देखाइदिए हामीले यो बोरा झिक्दाखेरि हामीले बाइकको चाबी यहाँनिर गाडी चक्किनु आँटेको थियो मैले पनि यता आएर यसरी हेरिरहेको थिएँ क्या यसरी हेरेँ अनि के पुतलीलाई बढ्ने भन्छ होइन बटरफ्लाई हो बटरफ्लाई ल गङ्गु मेरो क्यामेराम्यान फोकस गरो फुलेको फुल गीत गर्न आएन फुलेको फुल ओइलेर जला मेरो मान्दैन चुकिनु हराइ जाला खोइ के मेरो मान्दैन अनि आज चाहिँ हामी अब घर गएर कति बज्यो 4 बजेर 7 मिनट भइसक्यो अब होला अनि अब हामी गएर चाहिँ घर गएर टक्क यो पनि जस्तै कट्टु लगाउने हो अनि एउटा भेस्ट लगाउने अनि जाने हामी हलेसम्म अब मम्मीले र पापाले मलाई चाहिँ अब थुङ्माहरूकोबाट मुमाहरूकोबाट पूजा क्या सोमरी भन्छ हाम्रो राई मतलीको चाहिँ धेरै पूजा खालको पूजा एउटा मात्रै होइन धेरै प्रकारको पूजा गर्नुपर्ने हुन्छ कस्तो भन्दाखेरि अब सोमरी अनि के अरे सिकार अनि सोमरी भनेको सबै पर्छ सोमरी अनि रोङकुमे के अरे चाहिँ धेरै अब हाम्रो सोमरीमा चाहिँ कतिवटा चाहिन्छ दोष हाम्रो कतिवटा चाहिन्छ तिमीहरूको यो कुखुरा मोगोमा 5वटा 10-12वटा पनि लगाउँछ क्या त्यस्तो धेरै होइन सुँगुर मारेको छैन भने 5वटा ए सुँगुर मारेको छ भने नमालापट्टिको पनि हुन्छ त्यही त हो त्यो त्यस्तो हुन्छ अनि त्यो यता हाम्रो यता फुपाहरूकोबाट यता थुङ्माहरूकोबाट वाचिप्पा हाम्रो गाउँघरतिर चलिहालेको वाचिप्पाको वाचिप्पा चाहिँ बेस्ट हुन्छ होइन सबैजनाले मन पराउँछ अनि खान्छौँ लिएको छ भने त्यो खान्छु अनि लाबर बनाउनु पर्ने छ मेरो गुलेली मटेङ्राको सत्यानाश गर्नुपर्ने छ हलेसोला हानेर त्यही हो अब चाहिँ हाम्रो बाटो देखाइदे विजय बाल खानाले क्या दोस्रो यस्तो छ यता देखा अब यो युट्युबबाट आएको पैसाले कहिले क्रस किनेर हुर्काउनु मैले क्रस खाएर भनेको क्रस होइन मलाई यस्तो मलाई छोरी दिने होइन छोरी दिने गाइस क्रस पाएर बाइक चाहिँ क्रस फालेर साउन्ड फेरि सिबिआरको हरे अनि त्यही हाम्रो क्रस चाहिँ म किन्ने भनेर यस्तो सोचिरहेको छु कि तर मेरो क्रस कुन क्रस कुदाउनु यताको क्रस कुदाउनु कि कता क्रस माथि पनि छ है ढङ्गले छेकिरहेछ तर उहाँ त मेरो अहिलेको म त्यो केटा हो म उयो गर्नु मन लाग्दैन क्या त्यस्तो कुराहरू चाहिँ किनकि आफ्नो कुरा हो आफै फेरि कताको क्रस कुदाउँछ उसले भन्दैछ क्या त्यही त कताको क्रस कुदाउनु भनेको अब यता हन्डा ऊ के आरएम हो यो ठाउँ त क्रस मात्रै कुदाउने हो नि कताको क्रस चाहिँ कुदाउनु चियाबारी पनि त यस्तो छ नि त अफरोड बाटो छ नि त अनि उधर फेरि पिच छ त त्यही त कुन बाइक कुदाउनु त पिचमा कुदिने होइन त्यसमा त उयो त क्रस त होइन क्रस पारि पिच पनि कुद्छ आरएमको टाल दोष क्रसै हो ल अनि हामीले के अरे यो फरारी के भन्छ गाडी राइडरको फरारी अगाडि किनिसक्यो मलाई थाहा छ मैले क्रस किन्छु भनेर त्यही भएर अगाडि नै फरारी किनिसकेँ राइडर अब बाँकी मात्रै छ बाइक किन्नु अब कुन दिन अब बजार गएर 3-4 सयमा आउने किनेर हिर्काउनेवाला चाहिँ त्यही हो त्यो भिडियो चाहिँ अब चाहिँ एकछिनको लागि अफ हुनेछ ल अनि अहिले चाहिँ हामी यहाँ टक्क माथि यहाँ हाम्रो अफिसको मम्मीको चौतारामा आएर सक्यौँ र अनि यता यो चाहिँ हाम्रो गाउँ आइसक्यौँ क्या गाउँ आइसक्यौँ र हाम्रो गाउँको भ्यू
गाउँदेखि देखिने भ्यू फेरि देखाइदिन्छु तपाईँहरूलाई होइन टक्कसँगले देख्न सक्नुहुन्छ त्यो बब्बाल देखिरहेको छ यो अनि यता हाम्रो देख्न सक्नुहुन्छ यो चाहिँ बगुवा हो यो चाहिँ मैले यसबाट हानेकै उयोबाट हानेको होइन 0 पोइन्टबाट हानेको त्यही हो यहाँदेखि चाहिँ भनौँ न यो डाँडादेखि चाहिँ हाम्रो कटरीको पुरै यो दिन्छ क्या उता चाहिँ अलिक गर्मी नै हुन्छ क्या अनि यता चाहिँ अलिक हावा आउँछ हवाइलो खाँदेको अनि त्यो अनि यता चाहिँ खतरा देखाउँछ क्या रन हावा चाहिँ आउँछ क्या हावा यस्तो प्रकारले हावा आउँछ कि यो डाँडाभन्दा अनि झन् माथि यो चियाबारी डाँडातिर होइन नि खतरा हावा आउँछ अलिक ठन्डी पनि हुन्छ अनि त्यो डाँडा त्यो माथिको डाँडा देखिरहेको छ नि जुन हो त्यो डाँडाहरू पनि ओभर दामी क्या त्यो चाहिँ प्याराग्लाइडिङ मैले भने नि जुन यो ताङखुइले क्या हो त्यो प्याराग्लाइडिङ हो यो त अनि देख्न सक्नुहुन्छ भ्यू बब्बाल देखिरहेको छ क्या आज चाहिँ दामी देखेको ल अनि यता 2-4 एउटा केटी 4जना केटा कहाँ यताबाट यो यताबाट आउँदैछ कि इज्जत लुट्दैको मैले तिम्रो सिक्स प्याक ल देखा 6 प्याक खै वाट अनि यहाँ चाहिँ सुविधा क्या यहाँ सुविधा छ अनि यहाँ हाम्रो पानी यहाँ खाने पानीको उयो र यहाँ छ हाम्रो कुवा अनि सरक्कसँगले साह्रै क्या ल लाग्दिनु भएको आज हाम्रो उयो थियो क्या 12को टाटा गर्ने अनि त्यही त्यहाँ गएर आएको बिदा कार्यक्रम हो क्या पुलौ सुलौ खाने दिन हो क्या हजुर हुन्छ मामा त्यही हो बिस्तारी हाम्रो काकाको चाहिँ अब भोलि पर्सि होला फ्लाइट अनि जानुभयो छुट्टीमा आउनुभएको थियो क्या 1 महिना जस्तो बस्नुभयो अनि जानुभयो काका त्यही हो अनि त्यहाँ गएर टक्कसँगले जानुपर्ने हुन्छ छाडा बोल्छिस् पक तेरो म अविनाशलाई भनिदिन्छु केटाहरू त्यहाँ छ अगाडि फेरि दोस्त किन अविनाश यता आउने अरे हलेसम्म अविनाश आउँछ अरे यता खै म शङ्कै लागेर आउँछ यता के गर्नु आएको लु नढाटिकन अन्त दोस्त फेरि कागज टिना फलाम प्लास्टिक आयो हजुर आयो बाख्रा बेच्ने हो बाख्रा हजुर आयो हजुरका गाउँमा हामी घरै छैन त केरा केरा बेच्ने हो हजुर दाजु हजुरको यता बाख्रा बेच्ने छ र दाजु पनि हेर्दा बिस्तारी
फेरि 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 उता आऊ, फेरि आउँदिन। होइन फेरि बाँधा सदा लगाइदिनु म मान्छु ल आऊ न बस फेरि हेर न जेला नमिने दम तपाईँले बनाइदिनु बस्नु तपाईँले उबाट जाँदा तिमीलाई 12 हो नि त 12 हो नि त वेलकम वेलकम स्वागत स्वागत ल स्वागत स्वागत ल स्वागत ल है त ओइ त ल बेल र पेनमा बेल र पेन यो चाहिँ हाम्रो घर जाने बाटो दोस्तको घर जाने बाटो माथि हो अनि यसरी जानुपर्छ हाम्रो गाउँको बाटो यस्तो छ सरर ल अनि हाम्रो गाउँ ल ल म्यासेज गर न झर्ने बेलामा होइन हिजो मलाई लास्टै टोइलेट लाग्थ्यो नि त अहिले छिटो मेरो घर जाने बाटो चाहिँ यस्तै छ है फेरि म पुरै देखाइदिनेछु आज चाहिँ मेरो घर अलिक बनाइसकेको छैन कि माथि अब माथिको भनौँ न पाता पाताको पखेटावाले हुन्छ नि त्यो चाहिँ लगाउनु बाँकी छ रङ्गन टिभी टिभी पो भन्दैछ टिन लगाउनु बाँकी छ सो त्यही हो अनि म यहाँ यो घर मेरो अनि मेरो मम्मी बाबा त्यहाँ छ मम्मी र पापा अनि यो चाहिँ हाम्रो ग्वाली ग्वाली हो यो चाहिँ हाम्रो गाई बाख्राखोर अनि यहाँ देख्न सकिन्छ हाम्रो घर कुखुराखोर बनाउँदैछ अनि यहाँ माथि चाहिँ हाम्रो काका अनन्तरको घर अनि यो चाहिँ हाम्रो किचन घर अनि यो चाहिँ मेरो ह्याबिङ जाने ठाउँ हो होइन हल्का दिनभने चाहिँ अनि यो चाहिँ कसले बनाइरहेको भन्दाखेरि नि नानाले बनाएको है मतलब सुरुवात चाहिँ नानाले बनाएको थियो अनि पछाडि बत्यो अनि पापाले फेरि बनाइदिएको यो हाम्रो गेट अनि सकासँगले हाम्रो घरको यो देखाइदिउँ न सकासँगले त्यही हाम्रो अब यो सबै भइसक्यो अब बाँकी हाम्रो यो टिन अनि बाँकी रहेको यो यिनीहरू छ नि यिनीहरू सबै हाम्रो रिपेयर हुन्छ क्या निकाल्ने सबै यताको छ अनि त्यसपछि चाहिँ हाम्रो घर दामी हुन्छ अनि यो झ्याल हुन्छ नि झ्याल यो झ्याल पनि हामीले सिसाको लाउनु पर्ने हुन्छ टक्कसँगले अनि हाम्रो नानाले बनाइरहेको फुल अरू यता रोपे थियो सबै बाख्रा यिनीहरू चुतियाहरूले खाएको अनि यो हाम्रो फुल गमला अनि यस्तो छ अनि हाम्रो यहाँ ड्रागन फ्रुट छ ड्रागन फ्रुट अनि यो चाहिँ यो यस्तो थिएन क्या यो स्पेस थिएन यो ग्यापै थिएन क्या अनि यो चाहिँ यति चाहिँ मैले खनेको भनौँ न आधीसम्म खनेको थिएँ अनि आधी दादाले खन्नुभयो अनि यस्तो छ यो यताबाट पनि छ अनि हाम्रो एउटा ढोका त्यही हो यो मैले लुगा धोएर सुकाएको त्यत्तिकै पानी परेर बेमा गरेर अनि अब चाहिँ म घरभित्र प्रवेश गरिसकेँ अनि एउटा हाम्रो फ्यान छ अब मैले फेरि ढोका पनि कस्तो खालको छ भने नि कस्तो छ भने अरूको उता ढेकाल्दा यता ढेकाल्दा छ भने यो चाहिँ यसरी हान्नुपर्छ अनि वेलकम टु माई रुम मेरो रुम चाहिँ यस्तो छ कस्तो छ भन्दाखेरि नि अब म सुतिरहेको हुन्छ नि लाथालिङ्गे यस्तै छोडिदिन्छ यस्तै बेड पनि 2-3जनासम्म अट्छ हौ अनि यहाँ मेरो एउटा उयो भयो अनि मेरो यहाँ केही छैन क्या मेरो रुममा यो एउटा बुद्ध भगवानको मैले यो लुम्बिनीमा किनेको त्यति नै छ त्यसो केही छैन है त सो यति भन्दै म चाहिँ मेरो भिडियोलाई आजलाई यहाँ नै इन गर्छु इन होइन अफ हान्छु है त गाइस